हेलो हेलो जय मसिह अनि नमस्ते हजुरहरू सबैजनालाई जसले मेरो भिडियो हेरिराख्नु भएको छ तपाईहरुलाई नयाँ वर्ष 2082 सालको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु। आज हामी नयाँ वर्षको दिन चाहिँ हाम्रो मण्डली परिवारबाट हामी डाँडाको प्रार्थना संगतिको लागि हामी हाम्रो इमानुएल चर्चदेखि हामी ताप्लीसम्मको यात्रामा हामी लागिरहेका छौं, हामी गइरहेका छौं। मभन्दा अगाडि चाहिँ हाम्रो आदरणीय अङ्कल अनि मामा जाँदै गर्नुभएको छ, म पछि छु, मभन्दा पछाडि अरु आउँदै गर्नुभएको छ। अनि तल जरुवा पनि हामीले देख्न सक्छौं, एकदम राम्रो ठाउँ रहेको छ, पारी ताप्ली पनि देखिँदैछ। हामी जाँदैछौँ, हामी चाहिँ शीतल ठाउँमा गएर पर्खिनेछौँ। नानीहरू बसिरहेका छन्, खतरा भन्दैछ। हामी अगाडि बढ्दैछौँ। यहाँ चाहिँ रुखको एकदम पालो आएर कस्तो राम्रो भइरहेको छ। नयाँ सालमा तपाईको जीवन पनि यस्तै नयाँ पालो आओस्। हामी ओह्रालो जाँदैछौँ। अब चाहिँ हामी जरुवाको एकदम नजिक आइरहेका छौँ। अगाडि बढ्दै गर्नुभएको छ, हामी बढ्दैछौँ, पछाडि आउँदैछ। एकदम रमाइलो तरिकाले हामी जरुवा पुग्नै लागिसकेका छौँ। र मैले चाहिँ बाइकको मात्रै कुरा गरेँ, हाम्रो पछाडि चाहिँ ट्र्याक्टर पनि आउँदैछ। हामी बाइक र ट्र्याक्टरमा हामी आएका हौँ। फाइनली हामी जरुवा आइसकेका छौँ। अगाडि घरहरू देख्न सक्नुहुन्छ, खेतमा धान छ, पानी चाहिँ छैन, किन नलगाउनु भएको छ। तर पानीको चाहिँ एकदम सुविधा रहेछ यो ठाउँमा। हाम्रो मामाहरू अङ्कलहरू आएर यहाँ बसिसक्नु भएको छ। आदरणीय नारायण अङ्कलजी हुनुहुन्छ, जेबी अङ्कल आउँदै गर्नुभएको छ, एकदम पोज सहित आउनुभयो। यहाँ एकदम जोसमा आउनुभएको छ। के भन्नुहुन्छ उहाँले? अब ओहो शब्द चाहिँ उहाँको पोज मात्रै आएको छ। फाइनली हाम्रो गुरुबा गुरुआमा आउँदै गर्नुभएको छ। बाइकमा हामी बसिरहेका छौँ। एकछिन हामी पर्खिनेछौँ बाइकलाई, ट्र्याक्टरलाई, त्यस पछाडि हामी जानेछौँ। हामी चाहिँ अहिले जरुवादेखि आधी बिच उकालोमा छौँ। अनि हामी अगाडि आएर बसिरहेका थियौँ, अनि हाम्रो गाडी आयो। अनि बाइकमा नआँटेको सबै हाम्रो आफन्तहरू ट्र्याक्टरमा आउनु भएको छ। अनि हामी अब ट्र्याक्टरलाई एकछिन पर्खियौँ। अब एकछिन बिसाएर हामी जान्छौँ। ट्र्याक्टरमा एकदम आफ्नै पाराको गीत बजाएर आउँदै गर्नुभएको छ सबैजना। एकछिन बसेर हामी फेरि उकालो बढ्नेछौँ। अहिले चाहिँ हामी हाम्रो गन्तव्य हाम्रो ताप्लीमा आएका छौँ। एकदम रमाइलो रहेछ। म चाहिँ पहिलोचोटि आएको, सायद हाम्रो ग्रुप सबै पहिलोचोटि आएका हौँ। बुलेरोहरू एकदम धेरै रहेछ, मान्छेहरू पनि धेरै। उता कुल्फी आइसक्रिमहरू बेच्दै रहेछ उतातिर, उता भलिबल खेल्दैछ ड्याङ्किड्याङ। अब चाहिँ हामी सङ्गति गर्नेछौँ। अहिले चाहिँ हामी डाँडाको प्रार्थना संगति सकेर हामी खाना खाँदैछौँ। हामी फास्टिङ सहित आएका थियौँ। हामी धेरै भोकाएका पनि छौँ। हामी सबैजना एकदम मिलेर जोरदार खाइरहेका छौँ। यता छेउको चाहिँ म हो, एकदम खाइरहेको छु गम। अनि हामीले यसरी मनाउँदैछौँ। तपाईँहरूले कसरी मनाउनु भयो? हाम्रो गाउँघरमा जे छ, हाम्रो स्थितिले जे भ्यायो त्यही अनुसारको हामी खाँदैछौँ। हामीलाई कुनै पछुतो पनि छैन, गुनासो पनि छैन। अब हामी खाइसके पछाडि चाहिँ हाम्रो अरू कार्यक्रमहरू, फोटो खिच्नेहरू यस्तै छ। मसँग यति ड्यु बाँकी रह्यो। कोही खानुहुन्छ भने सम्पर्क गर्नुहोला। धन्यवाद।
अब चाहिँ हामी क्रुज स्टाइलमा फोटो खिच्ने भनेर हामी मिलाउँदै गर्नुभएको छ यहाँ पास्टरहरूले। अब हेर्नुहोस् है त, फाइनली सफल भएको छ। फाइनली क्रुजको स्वरूप चाहिँ हामीले बनाइसकेका छौँ। अन्तिममा चाहिँ भिडियो बनाउने मान्छे नभएर म आफै भिडियो बनाइरहेको छु, घुमाउँदै भ्यू टावरमा। पछाडि देखिरहनु भएको छ दानिल भेना, दिपक दाई। अब चाहिँ सकियो।